संसारभर आफ्ना अद्भुत साहसिक यात्रा र असम्भवलाई सम्भव तुल्याउने अदम्य साहसका लागि चिनिएका नेपाली मूलका ब्रिटिस पर्वतारोही निर्मल पूर्जा, जसलाई सारा संसारले मायाले निम्स दाइ भनेर पुकार्ने गर्थ्यो, पाकिस्तानको अत्यन्तै खतरनाक र कठिन मानिने ब्रोड पिक हिमालमा आएको भीषण एवं विनाशकारी हिमपहिरोमा परि मृत्यु भएको छ र उनको आफ्नै आरोहण कम्पनी एलिट एक्सप्रेड ले यस अत्यन्तै दुःखद र मर्माहत बनाउने खबरको आधिकारिक रूपमा पुष्टि गरेको छ। यो मुटु कमाउने दुर्घटना बिहीबारका दिन त्यसबेला भएको थियो जब उनी बेस क्याम्पभन्दा माथि हिमालको शिखर चुम्ने आफ्नो अन्तिम र सबैभन्दा महत्त्वपूर्ण यात्रामा थिए र अचानक क्याम्प 2 र 3 कोलम बीचमा एउटा विशाल हिमपहिरो तीव्र गतिमा खसेर उनीहरूको पुरा अन्तर्राष्ट्रिय आरोहण टोलीलाई क्षणभरमै आफ्नो चपेटामा पारेर बेपत्ता बनाइदिएको थियो। निर्मल पूर्जा यसपटक कुनै सामान्य मिसनमा थिएनन्। उनी पूरक अक्सिजन, कृत्रिम अक्सिजन बिना नै संसारका सबै 14वटा 8000 मिटरभन्दा अग्ला हिमालहरू तेस्रो पटक आरोहण गरेर एउटा ऐतिहासिक ह्याट्रिक प्रोजेक्ट पूरा गर्ने तयारीमा थिए, जसलाई पर्वतारोहणको दुनियाँमा असम्भव मानिन्थ्यो तर दैवको सन्चो अर्कै रहेछ। यस भयावह दुर्घटनामा 43 वर्षीय निर्मल पूर्जासँगै उनका 2 जना सबैभन्दा भरपर्दा नजिकका र अत्यन्तै अनुभवी नेपाली गाइडहरू पूर्व बहादुर गुरुङ, युक्ता र निमा शेर्पाको पनि हिउँमा पुरिएर दुःखद निधन भएको छ भने उनीहरूसँगै रहेका टोलीका अन्य सदस्यहरू जसमा अमेरिकी महिला पर्वतारोही म्यालोरी गिस र ओमानकी पहिलो महिला एभरेस्ट आरोही नदिरा अल हार्थी थिए, उनीहरूले पनि आफ्नो ज्यान गुमाउनु परेको छ। स्मरणीय रहोस्, निर्मल पूर्जा कुनै सामान्य पर्वतारोही थिएनन्। उनले ब्रिटिस सेनाको प्रख्यात गोर्खा रेजिमेन्ट र त्यसपछि बेलायतको सबैभन्दा खतरनाक र गोप्य विशेष कमान्डो फोर्स स्पेशल बोट सर्भिस (SBS) मा 16 वर्षसम्म देशको सेवा गरेका थिए र सेना छोडेपछि सन् 2019 मा उनले संसारका सबै 14वटा सर्वोच्च शिखरहरू मात्र 6 महिना 6 दिनमा सफलतापूर्वक आरोहण गरेर एउटा यस्तो अविश्वसनीय विश्व कीर्तिमान रचेका थिए जसले पुरा संसारलाई नै स्तब्ध बनाएको थियो र उनको यही साहस र पागलपनमा आधारित भएर नेटफ्लिक्सले विश्व प्रसिद्ध डकुमेन्ट्री फिल्म 14 पिक्स नथिङ इज इम्पोसिबल पनि बनाएको थियो। सधैँ मृत्युको आँखामा आँखा जुदाएर हिमालहरूलाई आफ्नो कब्जामा लिने यी वीर योद्धाले संसारलाई सिकाएका थिए कि मानिसले दृढ सङ्कल्प गर्यो भने केही पनि असम्भव छैन। तर अफसोस ब्रोड पिकको यो निर्दयी हिमपहिरो उनको अन्तिम यात्रा साबित भयो र उनको यो आकस्मिक एवं असामयिक मृत्युले आज संसारभरका करोडौं प्रशंसकहरू, उनको परिवार र पुरा विश्व पर्वतारोहण समुदायलाई कहिल्यै निको नहुने गहिरो चोट, अन्धकार र आँसुमा डुबाएको छ।